हेलो गाइज, म चाहिँ अहिले कन्सुलेट जेनरल अफ नेपाल जाँदैछु मेरो पासपोर्ट रिन्यू गर्नुको लागि। त्यो चाहिँ अब अहिले चाहिँ पहिला चाहिँ आबुधाबी जानु पर्थ्यो अरे हामी नेपालीहरूले चाहिँ आफ्नो पासपोर्ट रिन्यू गर्न एम्बेसी जानको लागि चाहिँ आबुधाबी जानु पर्थ्यो अरे। तर अहिले चाहिँ यहाँनिर अहिले चाहिँ दुबईभित्र नै भएको हुनाले चाहिँ हामीलाई एकदम सजिलो भएको छ होइन, पासपोर्ट रिन्यू गर्नको लागि चाहिँ। सो म चाहिँ जाँदैछु अहिले अनि म अब 10-12 मिनटमा पुग्छु पनि होला त्यो ठाउँमा होइन। आज चाहिँ के भयो भनेदेखि चाहिँ म तपाईँहरूलाई खासमा मैले भिडियो बनाउनुको कारण चाहिँ होइन, मैले जस्तो सोचेर म आज आएको थिएँ त्यस्तो के पनि भएन पनि होइन। के भयो कस्तो भोज यार, के भयो कि अब हुन्छ नि। म चाहिँ काम गर्छु दुबई मलमा होइन। म दुबई मलबाट रेड लाइन मेट्रो लिएर युनियनसम्म आएँ। सायद मेरो भोइस क्लियरली नआउन सक्छ होइन। अनि म रेड लाइन मेट्रो दुबई मल मेट्रो स्टेसनबाट म युनियनसम्म मेट्रोमा आएँ। त्यसपछि अनि त्यहाँबाट आएर म त्यहाँबाट ग्रिन लाइन मेट्रो लिएर 2N मेट्रोमा चाहिँ आबु हिलसम्म आएँ होइन। अनि मेरो के थियो नि प्लान, म आबु हिलसम्म चाहिँ मेट्रोमा जान्छु, त्यसपछि त्यहाँबाट चाहिँ म ट्याक्सी लिन्छु भन्ने सोचेको थिएँ। किनभनेदेखि मैले म्यापमा लोकेसन चेक गर्दाखेरि चाहिँ मेट्रो स्टेसनबाट आबु हिल मेट्रो स्टेसनबाट चाहिँ अलिकति भित्रपट्टि देखाएको थियो कि, त्यही भएर म स्योर भइनँ कि म कसरी जाने भनेर। अनि त्यही भएर मैले चाहिँ ट्याक्सी लिन्छु भनेर सोचेर आएको थिएँ यहाँनिर। तर के भयो भनेदेखि होइन, म आएँ आबु हिलमा आइसकेपछि चाहिँ त्यहाँनिर एक्जिट नम्बर 3 मा गएँ। त्यहाँबाट बाहिर निस्केपछि त है के त्यो ट्याक्सीहरू नि छैन भने, जति पनि ट्याक्सीहरू त्यो आइरहेको सब प्याकवाला आइरहेको थियो कि। अनि त्यतिखेर त मलाई सबै कि त प्राइभेट गाडीहरू आइरहेको थियो अनि कि त प्याकवाला ट्याक्सीहरू अलरेडी बुक भएर आएको ट्याक्सीहरू। अनि होइन म चाहिँ नि त्यहाँ एक्लै बिच बाटोमा है उभिएको छु है। अनि त्यतिखेर चाहिँ मलाई यस्तो फिल भएको थियो सबजना आफ्नो प्राइभेट गाडीमा आइरहेको थियो होइन, ट्याक्सीहरूमा पनि पुरा बुक भएर गइरहेको थियो। अनि चाहिँ म चाहिँ न ट्याक्सी पाएको छु न आफ्नो गाडी छ न के छ है। अनि त्यसपछि मलाई यस्तो फिल भएको ओहो म मात्रै रहेछु क्या हो गरिब यो देशमा जस्तो भएको होइन। त्यही पनि ठिकै छ भनेर म त्यहाँनिर ट्याक्सीको होप राखेर ट्याक्सी वेट गरेको थिएँ। त्यसपछि त्यतिकैमा चाहिँ एकजना दाइ आउनुभयो, नेपाली दाइ आउनुभयो। अनि उहाँले चाहिँ भन्नुभयो कि बहिनी कहाँ जानु ला भनेर सोध्नुभयो उहाँले। अनि दाइ यहाँनिर म यस्तो ठाउँमा जानु लाग्यो, त्यहाँ जानको लागि कसरी जाने होला, ट्याक्सीहरू केही कहाँ पाउँछ होला भनेर भने। अनि बहिनी यहाँबाट त टाढा छ, जानको लागि त 30-40 मिनटै लाग्छ, तपाईँ अलिकति के भन्छ अगाडि गएर चाहिँ ट्याक्सी लिनु होला भनेर भने दाइले। अनि पछि हस् भनेर म अगाडि आएँ है। तर म यति अगाडि आएँ होइन, मैले कहीँ ट्याक्सी चाहिँ पाएन होइन। म स्टिल आइ नै रहेछु क्या अगाडि, ट्याक्सी पाउँछको होप भनेर आएँ तर मैले ट्याक्सी पाएन। अनि त्यसपछि अहिले चाहिँ म अलमोस्ट अब नजिकै छु। सो अब मलाई ट्याक्सी पायो भने मलाई ट्याक्सी लग्दैन होला हो। अब म चाहिँ 4 मिनट छ, मलाई म्यापमा चाहिँ मैले टाइम चेक गर्दाखेरि चाहिँ 4 मिनट देखेर छ। सो म जाँदैछु होइन। अनि मैले भिडियो बनाउनुको कारण चाहिँ यही हो कि कतिपय म जस्तै कतिजना मान्छेहरू नेपाली मान्छेहरू चाहिँ पासपोर्ट रिन्यू गर्न खोजिरहनु भएको छ। अनि त्यसपछि हजुरहरूलाई थाहा छैन कसरी, लोकेसन त थाहा छ तर आइडिया छैन कि कसरी जाने भन्ने छ भने चाहिँ म तपाईँहरूलाई यो भिडियो चाहिँ उहाँहरूको लागि बनाइरहेको छु कि तपाईँहरू यो भर्न पर्नु कि ट्याक्सीमा जान्छु भनेर चाहिँ होइन। मैले भर्खर थाहा पाएअनुसार चाहिँ आबु हिल मेट्रो स्टेसनमा आइसक्नु भएपछि त्यहाँ एक्जिट नम्बर 3 लिइसक्नु भएपछि चाहिँ त्यहाँबाट चाहिँ बस लिनुपर्ने चाहिँ C10 बस, जुन बसबाट चाहिँ तपाईँलाई डाइरेक्ट यहाँसम्म लोकेसनसम्म ल्याइदिने रहेछ है। म पनि स्योर छुइनँ तर अहिले मलाई 1-2जना दाइहरूले भन्नुभयो अनुसार 1-2जना मान्छेहरूले भन्नुभयो अनुसार चाहिँ मैले यो खबर पाएको छु। सो बिफोर आउनुभन्दा अगाडि चाहिँ राम्रोसँग रिसर्च गरेर आउनु होला। म जस्तो हाउडामा नकुद्नु होला, कुद्नुभयो भने चाहिँ मैले यस्तो दुःख पाउनुहुनेछ हजुरहरूले पनि जसरी म अहिले दुःख पाएर चाहिँ म अलमोस्ट 40 मिनट म हिँडिरहेको छु होइन। सो आई डोन्ट नो म जाँदाखेरि फर्किँदाखेरि म कसरी फर्किन्छु भनेर। अनि लिटरली मैले बिहानदेखि यस्तो भोक लागेर मैले होइन कि खाएको छैन। सो C28 रहेछ है बस पनि यहीँ आउँदो रहेछ, यो रहेछ यहाँसम्म छोड्दै भने पनि यहाँबाट यही अगाडि त परिहाल्यो। अनि यहीँ नै अगाडिपट्टि के भन्छ बङ्गलादेशको पनि रहेछ एम्बेसी होइन। मैले अगाडिपट्टि अर्को एउटा कन्ट्रीको राम्रोसँगले फ्ल्याग चाहिँ देखिरहेको छैन तर अर्को एउटा कन्ट्रीको पनि एम्बेसी यहीँ रहेछ भनेपछि यो एम्बेसीवाला एरियै रहेछ रहन चाहिँ। सो अहिले भर्खर मैले C28 वाला बस देखेँ, यो बसले पनि यहाँ ड्रप गरिरहेको छ भनेपछि तपाईँहरू आबु हिलबाट चाहिँ। सो होइन मैले फाइनल्ली मेरो देशको नेपालको झन्डा देखेँ। सो म आइसकेँ यो एरियामा फाइनल्ली। म यत्रो हिँड्दा मेरो मेहनत
बेकार गएन यहाँ के छ कन्सुलर जेनरल अफ द स्टेट अफ एरिटेरिया पनि रहेछ के एरिटेरिया भन्ने कन्ट्री आइएम सो सरी मलाई थाहा भएन के हो होइन यो पनि काइन्ड अफ प्ले अफ द स्टेट अफ एरिटेरिया जस्तो लाग्यो प्रोनाउन्स चाहिँ गर्न आएन रहेछ अर्को पनि एम्बेसी रहेछ यहाँनिर सो त्यसको नजिकै चाहिँ रहेछ हाम्रो नेपाल एम्बेसी ओ माई गड है धेरै हिँड्नुपर्ने रहेछ म जाने कताबाट हो ल हेर्नुहोस् है गाइस यहाँ छ नेपालको झन्डा यो अल खलिज स्ट्रिट रहेछ अनि यहाँबाट चाहिँ यस्तो रहेछ तर म जाने कता हो है यहाँ छ कन्सुलेट जेनरल अफ नेपाल भनेर सो गाइज म चाहिँ भर्खरै घर आइसकेको छु अनि मैले चाहिँ बिचमा मैले भिडियो बनाउन पाइनँ किनभनेदेखि यस्तो भयो कि होइन आज म एक त म अलरेडी जाँदाखेरि नै मैले के भयो भने तपाईँलाई पनि भनिसकेको छु होइन अनि वहाँ पुगिसकेपछि म कस्तो बुझ्दो होला होइन पासपोर्ट रिन्यू गर्नु गएको मान्छे फर्म चाहिँ बोकेर गएको थिएँ होइन पासपोर्ट चाहिँ नलिकन गएछु फेरि अनि वहाँ पुगेपछि सबैजना मान्छेहरूको हातमा पासपोर्ट देखिन् त होइन अनि पछि अरे पासपोर्ट चाहिन्छ भन्ने जस्तो भयो क्या ओ माई गड अभियसली चाहिन्छ नि होइन कस्तो होला म यस्तो स्टुपिड छु मान्छे होइन अनि तपाईँहरूले अब यसबाट थाहा पाइसक्नु म कति धेरै बुद्धुवाला मान्छे हो भनेर होइन अनि पछि अनि फेरि अब म वहाँबाट के गर्ने होला भने त्यसपछि त्यहाँनिर दाइलाई अब त्यहाँ कसैलाई सोध्नु पनि लाज लाग्यो क्या मलाई अनि पछि ठ्याक्क बाहिर निस्किरहेको थिएँ बाहिर निस्केर के गरौँ भनेर सोचिरहेको थिएँ अनि ठ्याक्कै एकजना दाइ हुनुहुन्थ्यो त्यहाँनिर अनि दाइले बहिनी जाने हो ट्याक्सी भन्दै भन्नुभयो होइन अनि पछि ए यो दाइ त ट्याक्सीवाला दाइ रहेछ भनेर अनि दाइसँग कुरा गरेँ अनि दाइ हेर्नु न म त यहाँनिर पासपोर्ट रिन्यू गर्न आएको पासपोर्टै लिएर आइन मैले त भनेर भने त्यो दाइ पनि हाँस्नुभयो कि होइन ल तिमी पासपोर्ट रिन्यू गर्न आएको नि पासपोर्ट नलिकन आएको भनेर भन्नु होइन अरू अब मलाई मेरो चाहिँ कस्तो भने रिन्यू गर्न गएको मान्छे नयाँ पासपोर्ट रिन्यू गर्न भनेर गएको मान्छे पुरानो पासपोर्ट किन बोक्नु पऱ्यो भन्ने जस्तो भयो क्या मेरो दिमागमा अनि त्यो पनि अनि अर्को कुरा चाहिँ के पनि भयो भने पासपोर्ट बोक्नुपर्छ भने मेरो दिमागमै भएन म ड्युटीबाट डाइरेक्ट जाने हुँदा त्यो पासपोर्टको मेरो दिमाग त्यो बुझ्दै भएन कि होइन अनि पछि फेरि त दाइले मलाई के भन्नु भने दाइ म त फेरि हेर्नु गएर पासपोर्ट लिएर आउनुपर्ने भयो अब के गर्ने होला कति बजी बन्द हुन्छ भनेर नि उसले भने 5 बजी बन्द हुन्छ भनेर भन्नु दाइले होइन अनि नि त्यहाँ मैले गुगलमा सर्च गर्दाखेरि चाहिँ 4 बजेर 30 मिनटमा चाहिँ क्लोज हुने भनेर त्यहाँ देखाएको थियो अनि मैले त्यही गुगलमा त 4:30को देखाएको छ त भनेर भने अनि त्यो दाइले होइन 5 बजी हुन्छ भनेर तिमीसँग टाइम चाहिँ टेन्सन नगर भन्नु त्यसो भने चाहिँ अलिकति होप भयो कि ए ल्या म त आज गर्न पाउने रहेछु भन्ने भयो क्या होइन अनि दाइले हेर्नु तिमी कहाँ हो बस्ने भन्नु अनि म अनि रिका हो बस्ने भनेर भनेपछि अनि दाइले चाहिँ के भन्नुभयो भने तिमीलाई म त्यहाँसम्म पुऱ्याइन्छु नि त्यहाँबाट यहाँ पनि ल्याउँ यहाँसम्म ल्याइ पनि दिन्छु फेरि म त्यसको लागि चाहिँ तिमीले 50 दिरहम पे गर्नुपर्छ भन्नुभयो अनि हुन्छ भने मैले होइन त्यसपछि अब मसँग अर्को कुनै अप्सनै थिएन नि त होइन अनि अब ट्याक्सीको लागि त मैले अलरेडी भनिसकेको छु मैले कति स्ट्रगल गरेँ ट्याक्सीको लागि भनेर अनि थ्याङ्क गड मैले होइन त्यत्रो 40-41 मिनट म हिँडेर आएँ अब मेट्रो स्टेसनबाट अन्टिल त्यहाँसम्म चाहिँ किनभनेदेखि आज वेदर घाम चाहिँ लागेको थियो तर हावा चलिरहेको थियो कि त्यसले गर्दाखेरि चाहिँ मलाई सजिलो भयो आउनलाई त्यस्तो धेरै हिँड्नलाई गाह्रो चाहिँ भएन होइन म आरामले नै गएँ त्यहाँ पुग्दाखेरि चाहिँ अनि पछि मलाई त्यो फेरि त्यत्रो हिँडेर त ओहो मसँग त त्यत्रो एनर्जी नै छैन नि अनि मैले दाइलाई हुन्छ भने अनि दाइसँग आएँ अब दाइसँग यस्तो म एक त म एकदम धेरै गफाडी छु होइन मलाई गफ गर्नु एकदम मजा लाग्छ मान्छेहरू कोही गफ गर्ने मान्छे भेट्यो भने मलाई एकदम गफ गर्नु मजा लाग्छ त्यसमा त्यो दाइ पनि त्यस्तै पर्या है बाटोमा आउँदाखेरि दाइ र म यति धेरै गफ गर्थेँ लाइक हुन्न हामी एकछिन भेटेको एकैछिनपछि त हामी त लाइक हुन्छ नि पहिल्यैदेखि चिनजान भएको जस्तो भयो कि अनि दाइको लभ स्टोरीहरू दाइको कहानीहरू सुनाउँदै दाइले लिएर आउनुभयो अनि पछि घर आइसकेपछि मसँग फेरि पैसा पनि थिएन होइन मैले ठिक्क मसँग त्यसको लागि 200 रुपियाँ लाग्ने थियो पासपोर्ट रिन्यूको लागि अनि त्यसको 200 रुपियाँ राखेको थिएँ अनि पछि मसँग चाहिँ थियो एक्स्ट्रा पैसा ठ्याक्क 50-60-70 रुपियाँ थियो होइन अनि दाइले 50 रुपियाँ भन्नुभयो तर 70 रुपियाँ पनि छ कि छैन भन्ने मलाई भइरहेको थियो कि किनभनेदेखि मसँग अलिकति धेरै पैसा थियो तर आज मलाई खै त मान्छेले झुट बोलायो कि के हो मलाई थाहा भएन होइन अनि मेट्रो स्टेसन युनियन मेट्रो स्टेसनमा चाहिँ एउटा मान्छे थियो अफ्रिकन केटा उसले चाहिँ के भने म्याम मसँग पैसा छैन नलका ट्याप गर्नुको लागि त्यही भएर तपाईँसँग पैसा छ भने मलाई 20 दिरहम दिनु न भनेर भनेको उसले अनि मलाई कस्तो माया लाग्यो कहिले म पनि त्यस्तोमा परेको छु नि त कस्तो गाह्रो हुन्छ त्यस्तो बेलामा होइन उसले मलाई त्यसरी भन्दा चाहिँ मलाई माया लागेर मैले उसलाई 20 रुपियाँ दिएको थिएँ त्यतिखेर 20 दिरहम दिएको थिएँ होइन
अनि त्यही भएर मलाई डाउट थियो क्या मसँग पैसा पुग्छ कि त्यो दाइलाई मैले हाउडामा हुन्छ त भने है 50 दिराम दिन्छु भनेर भरे पैसा मसँग पुगेन भने के गर्ने होला भनेर सुरुमा रुममा आउने बित्तिकै होइन त्यसपछि होइन म रुममा आउने बित्तिकै सुरुमा मैले त्यो पासपोर्ट र नागरिकताहरू त हेर्दै हेरिनँ कि सुरुमा आएर वालेट ओपन गरेर मसँग पैसा पुग्छ नि गने होइन 200 रुपियाँ अलग्ग छुट्याएँ अनि 50 रुपियाँ पनि पुग्यो अनि फेरि मसँग एक्स्ट्रा 20 दिराम पनि भयो कि होइन अनि पछि अनि पुग्ने रहेछ अनि त्यसपछि मैले यत्तिकै हाउडामा नागरिकता पनि बोकेर हिँडेँ होइन लास्टमा मलाई थाहा थिएन नागरिकता पनि चाहिन्छ भनेर तर मैले थ्याङ्क गड मैले बोकेर चाहिँ हिँडेँ होइन अनि तल गइसकेपछि अनि सरी अनि दाइले चाहिँ अनि तिमीले नागरिकता पनि बोक्यो बहिनी भनेर सोध्नुभयो अनि बोके दाइ किन चाहिँदैन हो भनेको चाहिन्छ नि चाहिन्छ भनेर भन्नु ए हुन तर चाहिने रहेछ है त्यही भएर यो कुरा चाहिँ तपाईँहरूले ध्यान दिनु पऱ्यो कि तपाईँहरू पासपोर्ट रिन्यू गर्न जानुहुँदैछ भने चाहिँ पासपोर्ट नागरिकता चाहिँ अनिवार्य बोकेर जानुपर्छ नागरिकताको चाहिँ फोटोकपी भयो भने पनि हुने रहेछ होइन तर पासपोर्ट चाहिँ अनिवार्य लिएर जानुपर्ने रहेछ अब यो चाहिँ मैले बल्ल थाहा पाएँ है अनि त्यसपछि म अनि फेरि दाइसँग गएँ दाइको कहानीहरू सुन्दै सुन्दै गएँ अनि गइसकेपछि अनि बिचमा चाहिँ यस्तो खालको हामीले गफहरू गरेको थियौँ दाइ बिचरा इमोसनल भइरहनु भएको थियो कि आँखाभरि आँसु पार्नु दाइको आफ्नो स्टोरीहरू सुनाउँदाखेरि अनि जस्तो राम्रोसँगले कुरा गऱ्यौँ अनि पछि उहाँ पुऱ्याइदिनु भयो दाइले अनि दाइले के भने त्यहाँबाट चाहिँ अनि फेरि म पुगिसकेँ दाइले के भने बहिनी भरे जाने बेलामा तिम्रो काम सकिसकेपछि फेरि जाने हो भनेदेखि मलाई भन है म तिमीलाई उहाँसँग पुऱ्याइदिन्छु 25 दिराम हो भन्नुभयो होइन अनि मसँग त 20 दिराम मात्रै थियो 25 दिराम त मैले कसरी दिने होइन अनि पछि अनि हुन्छ दाइ म हेर्छु नि भनेर भने अनि म गएँ भित्र गइसकेपछि अनि सर्टकट भयो क्या अनि तर मलाई एउटा कुरा चाहिँ कस्तो लाग्यो भनेदेखि है मलाई मात्रै लागेको अब सबैजनाले यस्तो लाग्नुपर्छ भन्ने चाहिँ छैन होइन त्यो जुन नेपाल एम्बेसी छ त्यहाँ त हामी नेपालीहरूको सेवाको लागि राखेको त्यो हो नि त होइन मेरो विचारमा चाहिँ मैले बुझेअनुसार सायद त म रङ पनि हुनसक्छु है त्यसमा चाहिँ तपाईँहरूले सबैजना डिफ्रेन्ट सर्भिस पाएको हुनसक्छ होइन तर त्यहाँ चाहिँ मैले मसँग त्यस्तो केही त भएन मसँग त राम्रै कुरा भएको थियो तर मैले अरू मान्छेहरूसँग गरेको कुराकानी गरेको त्यहाँको स्टाफहरूले देख्दाखेरि चाहिँ मलाई अलिकति कस्तो लाग्यो भनेदेखि अलिकति रुड लाग्यो क्या उनीहरू अरूसँग बोलेको देख्दाखेरि मसँग त दे आर भेरी गुड सो मलाई चाहिँ त्यस्तो लाग्यो होइन तर मसँग चाहिँ उनीहरू एकदम राम्रो थियो अनि म कुरा गरेँ अनि उनीहरूसँग कुरा गरेपछि उनीहरूले मलाई 6 नम्बर रुममा जानुहोस् भनेर भने त्यहाँ रिसेप्सनको दाइले अनि त्यसपछि अनि त्यहाँ गइसकेपछि चाहिँ उहाँले मलाई तपाईँले नागरिकता ल्याउनु भएको छ भनेर सोध्नुभयो अनि ल्याएको छु भनेर भने किन चाहिन्छ भनेर भने अनि पछि अहिले मलाई दिनु पर्दैन उता अर्को 8 नम्बरमा चाहिँ पर्छ भनेर भन्नुभयो नि ओके भने अनि त्यहाँ गएर चाहिँ उहाँले त्यो अनि त्यहाँ चाहिँ पैसाहरू पे गर्नुपर्ने रहेछ अनि 200 रुपियाँ दिनुहोस् त भन्नु अनि अर्को कुरा तपाईँहरू यदि त्यहाँ जानु हुँदैछ भने त्यहाँ चाहिँ 200 रुपियाँ लाग्ने रहेछ होइन तर त्यो चाहिँ क्यास दिनुपर्ने रहेछ है हजुरहरूले कार्ड पेमेन्ट गर्छु भन्दा चाहिँ मिल्दैन रहेछ त्यहाँ यो पनि तपाईँहरूले नोट गर्नु होला सो के भयो भन्दाखेरि चाहिँ तपाईँ पासपोर्ट रिन्यू गर्नु जानुहुँदैछ भने पहिलो कुरो त आबु हेलबाट तपाईँले बस चढ्नु पर्यो C10 कि त C28 होइन दोस्रो कुरो त ट्याक्सी पाउनलाई एकदम पाउँछ होला सायद तर झट्ट यहाँ अरू ठाउँमा जस्तो चाहिँ पाउन गाह्रो छ होइन दोस्रो कुरो तपाईँ त्यहाँ पुगिसक्नु भइसकेपछि चाहिँ तपाईँले क्यास बोकेर जानुपर्ने हुन्छ त्यहाँ कार्ड पेमेन्ट हुँदैन रहेछ अनि तेस्रो कुरो भनेको चाहिँ मोस्ट इम्पोर्टेन्ट तपाईँले पासपोर्ट र नागरिकता चाहिँ बोकेर जानुपर्छ है त्यहाँ चाहिँ यो चाहिँ एकदमै इम्पोर्टेन्टवाला कुराहरू है अनि त्यसपछि जुन मैले आज दुःख पाएँ त्यो कुरा चाहिँ मैले हजुरहरूसँग सेयर गर्दैछु कोही जानु हुँदैछ भनेदेखि देन अनि त्यहाँबाट चाहिँ मलाई 6 नम्बर रुमबाट चाहिँ उहाँहरूले त्यो पेमेन्ट भएपछि उहाँले मलाई भोचर दिनुभयो भोचर दिइसकेपछि उहाँले मलाई 8 नम्बरमा पठाउनु भयो त्यहाँ चाहिँ गइसकेपछि त्यहाँ चाहिँ नागरिकता पासपोर्टहरू सबै त्यहाँनिर चाहिने रहेछ अनि पछि उहाँहरूले चाहिँ फोटो खिच्नुहुन्छ फोटो खिचेर फिङ्गर प्रिन्ट र साइन गरिसकेपछि चाहिँ अनि त्यसपछि चाहिँ त्यो काम खलास है त्यसपछि चाहिँ उहाँहरूले अब 30 दिन 2 महिना कति महिना भन्नुहुन्छ त्यति टाइममा चाहिँ पासपोर्ट आउँछ भनेर चाहिँ उहाँले भन्नुहुने रहेछ अनि त्यसरी हामीले पासपोर्ट पाउने रहेछौँ भनेर चाहिँ मैले आज थाहा पाएँ है सो अनि त्यहाँ चाहिँ पासपोर्ट खिच्दा त हजुरलाई थाहै होला कानको यो लगाउनु मिलेन कपाल पनि यस्तो गर्नु पऱ्यो कान देखिनु पऱ्यो हाँस्न मिलेन मात्रै दाँत देखिन मिलेन अनि यो कुराहरू त हजुरलाई थाहै छ होला सो आजको चाहिँ यति नै हो होइन यो चाहिँ मलाई एकदम धेरै त्यो ऊ भयो क्या सिक्ने मौका पाएँ मैले चाहिँ अनि मलाई राम्रो एक्सपिरियन्स भयो आजको दिन चाहिँ मेरो एकदम राम्रोसँगले दुःख सँगसँगै मलाई त्यो एक्सपिरियन्स पनि लिने मौका पाएँ अनि सो म चाहिँ एकदमै धेरै खुसी छु अहिले चाहिँ मेरो पासपोर्ट रिन्यूको लागि मैले अप्लाई गरिसकेँ अब मेबी आफ्टर 30 डेज चाहिँ मैले मेरो पासपोर्ट पाउने छु सो आजको लागि चाहिँ यति नै हो होइन आजको दिन चाहिँ मेरो एकदम धेरै सिक्ने मौकाहरू मैले धेरै पाएँ दुःख पनि पाएँ दुःख सँगसँगै प्लस मैले चाहिँ के कुराहरू जुन मलाई थाहा थिएन त्यो कुराहरू मैले सिक्न पाएँ
एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अनि आई होप तपाईँहरूलाई चाहिँ मेरो यो जुन पोइन्टहरू छ यो कुराहरू तपाईँहरूलाई युजफुल हुनेछ म यही विस गर्नेछु यही होप राख्नेछु तपाईँलाई धेरै धेरै धन्यवाद यदि कसैले हेरिरहनु भएको छ भने उहाँहरूलाई युजफुल हुनेछ छैन भने पनि केही छैन हस् त धन्यवाद बाई बाई